अचम्म लाग्दैन? कहिलेकाहीँ यसो बसेर सोच्दाखेरि हुन्छ नि फुर्सदमा कुल्ली, लेबर के हुन्छ वेयरहाउस, रेस्टुरेन्ट वा वगेरा वगेरा जेसुकै काम गरेर आए पनि यसो बसेर सोच्दै गर्दाखेरि कहिलेकाहीँ लाग्दैन जुन खुसी खोज्नको लागि भनेर चाहिँ हामी निस्केको थियौँ नि, त्यो खुसी त भेटिएन सिधा कुरा होइन। तर त्यो खुसी खोज्न निस्केको ठाउँ थियो नि जुन ठाउँबाट हामी निस्केर आएको थियौँ नि, त्यो ठाउँ सम्झिँदा आफू नै अलिकति कम खुसी भयो जस्तो लाग्दैन? कहिलेकाहीँ बिहान उठेर ऐनामा हेर्नुहोस् न आफैलाई। पहिला मुस्कुराएको अनुहार थियो होला, अहिले मुस्कुराएको जस्तो अनुहार होला। भनौँ भने अब यसरी मुसुक्क हाँस्दाखेरि मुसुक्क हाँसिन्थ्यो पनि होला होइन। तर अहिले अनुहारमा अलिकति थोरै केही उदासीता, केही त्यस्तो निराशता केही देखिन्छ होला वा देखिन्न, वा मैले आफूलाई हेर्दाखेरि देख्छु। अब कसैले नदेख्न पनि सक्छ, होइन विदेश त राम्रो छ यस्तो छ भनेर भन्लान् होइन। त्यो ठिक छ, होइन नराम्रो पनि होइन, राम्रो छ, राम्रो गर्ने राम्रो छ, राम्रो जे सोचेर आएका भएकालाई राम्रो छ। अब फेरि सोचेर आएकै कुरामा निक्लेला, फेरि के न गर्छु भनेर सोचेर आइस् भनेर भन्न पनि सक्नुहुन्छ होला। तर जे होस् केही हदसम्म त अपलिफ्ट हुन्छ होला भन्ने त हुन्छ नि त मान्छेलाई। तर अपलिफ्ट भन्दा डाउनग्रेड बढी भयो भने त यस्तै त हो नि होइन। यसो हाँसेको जस्तो गरिदिने, मुस्कुराएको जस्तो गरिदिने, तर आफूलाई थाहा नि त फेरि मुस्कुराइरहेको होइन भनेर। अनि आफ्नै अनुहार दुःखी लाग्छ कि यसो हेर्नुपर्छ होइन। आफ्नै अनुहार दुःखी हुन्छ, दुःखी लागिरहेको हुन्छ। अब त्यो अब नसुना, भिडियो नबना, यस्तो भिडियो नबना, अब घरको मान्छेले देख्यो भने दुःख मान्छन् यताउता भन्ने त हुन्छ होला। तर त्यो भन्दैमा पनि ओहिरिनु चाहिँ किन? ओहिरिनु पर्ने त छैन नि त विदेशमा। सबैले चाहिँ सुखकै कहानी, सबैको सक्सेस स्टोरी मात्रै हुन्छ नि त प्राय विदेशको होइन। के भन्ने कि अब सक्सेसलाई केले मेजर गर्ने भन्ने कुरा पनि हुन्छ होला। नेपालमा हुँदा त म झल्लु इन्कम सिन्कम केही पनि छैन, केही नभए मान्छे, ठिकै र आफ्नै हिसाबमा यसो बाआमा दाइको पैसा उडाएर हिँडिरहेको मान्छे। अनि यहाँ आएर अब दुःख गर्नु परेको छ, त्यो भएर नि गाह्रो भए होला होइन। तर त्यो भन्दै गर्दा पनि मैले यहाँ आएर पढेँ, मेरो मास्टर्स पनि सकिएको छ। अब मैले कतै एप्लाई गर्छु गर्दिनँ, साथीभाइहरूको हेर्छु एप्लाई गरेको कसैको सक्सेसफुल छैन, फर्केर फेरि त्यही कुल्लीमै जान छ। त्यो हेर्दाखेरि विदेश आउनुभन्दा पनि एकचोटि कोसिसै गर्ने हो कि भन्ने कुरो। ओभर एम्बिसियस भएको हो हामी नेपाली सबै कि देशमा केही गर्न सकिँदैन भन्ने सोचेर हो। फेरि मैले भन्न मिल्दैन, मैले कहिले पनि केही देशमा ट्राई नै गरिनँ होइन। मैले ट्राई गरेर चाहिँ म फेलियर भए चाहिँ ल हो त्यसमा गर्दै पनि भएन भने बाहना पनि हुन्थ्यो होला, त्यो पनि छैन मसँग। तर पनि यसो सोच्दाखेरि विदेशको 3 लाख 4 लाख 5 लाख कति छ, तर त्यसलाई त तुलनात्मक रूपमा हेर्दाखेरि नेपालमै बसेर 1 देखि 1.5 लाखसम्म हामीले कमाउन सक्छौँ भन्दा त्यो खुसीको कुरो भयो नि त। त्यही म फेरि नि भन्छु, खुसी केमा तोल्ने भन्ने कुरो हो। अब खुसीलाई पैसामै तोलेर हिँड्यो भने त विदेश एकदम राम्रो छ, नराम्रो छँदै छैन। जे गरेर पनि कमाउन सकियो, जेसुकै गरेर पनि कमाउन सकियो। किचिङ यस्तो किन गर्ने उस्तो किन गर्ने भन्ने हुँदैन। विदेश आयो 2 महिनापछि विदेशले हानिहाल्छ, विदेशले हानेपछि गर्नु परिहाल्यो होइन। तर त्यो भन्दै गर्दाखेरि मैले के गरेका थिएँ पहिला, मैले के को लागि गरेका थिएँ, मैले के पढेका थिएँ, मैले के को लागि पढेका थिएँ, त्यो मेरो एम्बिसन्स कहाँ गयो, मैले कति मेहनत गरेका थिएँ, त्यो मेरो आउटपुटको रिजल्ट यो त होइन नि त। मैले जुन आउटपुट मैले ब्याचलर पढ्ने बेलामा लगाएँ, ब्याकस्याक लाग्यो, ब्याकस्याक कटाउन यति दुःख भयो, यता लाइसेन्सको इक्जाम थियो, लाइसेन्स इक्जाम कटाउन यति दुःख भयो, त्यसको आउटपुट यो त होइन नि त। यहाँ बेसिक लेभलकै जब गरेर बस्ने त होइन नि त खासमा। तर पनि धेरैजना देख्छु खुसी हुनुहुन्छ उहाँहरू, सबै यताउता काम गर्नुभएको छ, हान्नुभएको छ, घन्टा हान्नुभएको छ, घन्टा हानेपछि पैसा आएछ खुसी भयो।
मलाई चाहिँ अब त्यो लाग्दैन। अब खै हेरौँ के हुन्छ। तर सकेसम्म आफ्नै जे गर्नको लागि तपाईँले पढ्नु भएको थियो त्यसको काम पाइयो भने त गर्नु, नपाइयो भने त बरु आनन्दले 1-2 वर्ष हल्लिने, आफ्नो ऋणसिन के थियो कमाउने, त्यसपछि यो छँदैछ नि, होइन र? आफ्नै गाउँ फर्किआएँ। अब आफ्नै गाउँ फर्केर आउनलाई पनि एउटा समस्या छ फेरि। होइन यो फलानाको छोरो त विदेश गएको थियो, विदेशबाट फर्केछ, यसलाई निकाल्दैछन् क्या, अहिले गर्न सकेन चाहिँ क्या हो भन्ने प्रश्न आउन सक्छ। त्यो आउँछ, तपाईँले जेसुकै गर्नु। तपाईँ यहाँ बसेर करोडौँ कमाए पनि त्यो प्रश्न त आउँछ। तपाईँ बिहा गर्न जाने बेला आउँछ, फलाना छोरो विदेश बसेर पनि बिहा गर्न सकेन भन्ने कुरामा आउला। फलानाको छोरोले यो गर्यो, यत्रो घर बनाउन सकेन भन्ने कुरा आउला। फलाना छोरो यत्रो वर्षदेखि विदेश बसिरहेछ, अहिले यति जग्गा जोड्न सकेन भन्ने आउला। फलानु छोरो यति वर्षदेखि बसिरहेको, यसको बाबामा अझै पनि यस्ता नै हिँड्छन् भन्ने कुरा आउला। समाजले त भनिरहन्छ, समाजको त कामै भन्ने हो। त्यही भएर आउनुभन्दा अगाडि सोच्नु, विचार गर्नु, के छ तपाईँको एम्बिसन के छ, त्यहाँनिर यहाँनिर आउँदा फ्रुटफुल हुन्छ कि हुँदैन, 3 लाख 4 लाख 5 लाख कमाउनु देख्दैमा खुसी हुनुहुन्छ कि हुँदैन। तर त्यसपछि लाग्ने निन्द्रा, त्यो काम गरेर आइसकेपछि लाग्ने निन्द्रा र तपाईँले आफैले जे पढेको त्यही अनुसारले काम गरेर पछि लाग्ने निन्द्रामा फरक हुन्छ। त्यो निन्द्रा खोज्ने हो मान्छेले। मान्छेलाई त के छ, दिनभरि त यता छ उता छ, हाहाहा गरेछ, हिँडेको छ, स्ट्रगल आफ्नै छ। तर सबभन्दा सुखी कति बेला हुन्छ मान्छे? निदाउँदाखेरि। कि मर्न पर्यो? मर्न अहिले सकिँदैन। त्यसैले अलिकति विचार गर्नु होला। प्लस टू दिएर आउनु भएको छ, वा ब्याचलर दिएर आउँदै हुनुहुन्छ, वा मास्टर्स गर्न आउँदै हुनुहुन्छ, होइन पिएचडी नै गर्न आउँदै हुनुहुन्छ, अलिकति विचार गर्नु होला। अरू त यस्तै हो, यसो हाँसेको जस्तो गरिदिनु त हो नि। जय नेपाल।